नमस्ते 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 सबैजना नमस्ते। हाम्रो प्यारी भान्जीमा यहाँ सेलरोटी खाइरहेको छिन्। आज हाम्रो रुममै बसेर विशेष गरी मिठो मिठो सेलरोटी बनाएर खाने कार्यक्रम चलिरहेछ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो दिदीले मिठो मिठो अर्ग्यानिक सेलरोटी मकैको पिठोको सेलरोटी बनाउन लाग्नु भएको। हेर्न सक्नुहुन्छ। दिदी नमस्ते। नमस्ते। सेलरोटी कुन पिठोको बनाउन लाग्दै हुनुहुन्छ? हाम्रो अर्ग्यानिक मकैको पिठो। अर्ग्यानिक मकैको पिठोको सेलरोटी कस्तो मिठो हुन्छ है? मिठो हुन्छ। हेर्नुहोस् गाइस, यसरी बनाउँदै हुनुहुन्छ कति दामी तरिकाले है। के हालेर बनाउनु पर्छ यसलाई? यसलाई घिउ, अलिकति सुजी अनि पिठो, चिनी त्यसरी बनाउनु पर्छ है। ल ठिक छ। यसरी गाइस हामी आज रुममै बसेर मजाले है सेलरोटी बनाएर खाने काम गरिरहेछौँ। गाइस अर्ग्यानिक मकैको पिठोको सेलरोटी यसरी बनाउँदै हुनुहुन्छ हाम्रो दिदीले। त्यसरी बनाउनु पर्दो रहेछ सेलरोटी मकैको पिठोको। अर्ग्यानिक है, राम्रो मिठो मिठो एकदमै स्वादिष्ट अर्ग्यानिक पौष्टिक मकैको पिठोको सेलरोटी कति राम्रो बनिरहेछ गाइस। यहाँ हेर्नुहोस् त।